हेलो एभ्रिवान, नमस्कार सम्पूर्णमा। र आज फेरि तपाईँहरूको माझ एउटा भिडियो लिएर आएको छु। यो चाहिँ सालुगडामा तपाईँहरूको बिएसएफ रोडमा एउटा 2 BHK फ्ल्याट एभाइलेबल छ, जहाँ चाहिँ यहाँनिर तपाईँहरूले लिफ्ट पनि पाउनुहुन्छ। 2टा लिफ्ट छ अनि यहाँनिर तपाईँको स्टेयर्स पनि छ। स्टेयर्स पनि 2टा छ, उतापट्टि एउटा छ, यहाँ पर एउटा छ अनि यहाँ एउटा छ। फ्ल्याट चाहिँ तपाईँको यहाँनिर 2 BHK फ्ल्याट हो, रिसेलमा हो। अनि यो चाहिँ तपाईँको जस्तो उहाँहरूले लिनुभयो त्यस्तै एकदम यहाँ बस्नु पनि भएको छैन, केही गर्नु भएको छैन, जस्ट लिएर चाहिँ अलिकति यहाँनिर एउटा कुनै इन्भेस्टमेन्ट पर्पजको लागि या बस्नुकै लागि उहाँहरूले लिनुभएको थियो। र उहाँहरूको केही प्रब्लम हुनेले गर्दाखेरि चाहिँ यहाँनिर नआउनु पाउने भएर चाहिँ अब योलाई सेल गर्नुहुँदैछ। यो चाहिँ हल हो है। यो हलबाट सिधा तपाईँ हेर्नुहुन्छ भने यहाँ सिधा तपाईँको ब्याल्कनी छ। ब्याल्कनी भयो, ब्याल्कनीबाट भ्यू हेर्नुहोस्, यस्तो दामी भ्यू छ। यो ब्याल्कनीको भ्यू हो र ब्याल्कनीमा तपाईँले यहाँनिर वासिङ मेसिन पनि यहाँनिर सेट गर्न सक्नुहुन्छ। यहाँ वासिङ मेसिनको पनि कनेक्सन दिएको छ। यो हल हो। यहाँ मेन डोरबाट भित्र पसेर लेफ्ट साइड बस्नुभयो भने तपाईँको यहाँ किचन, यहाँनिर किचन हो। किचनको यहाँ गिजर कनेक्सनको लागि सबै स्ल्याबहरू सबै लगाएर रेडिमेड छ। अनि किचनबाट बाहिर निस्केर फेरि यहाँनिर तपाईँको एउटा रुम छ। यो रुम भयो, यो मास्टर बेडरुम हो तपाईँको, मास्टर बेडरुम। अनि मास्टर बेडरुमबाट पनि तपाईँको भ्यू हेर्नुहोस्, त्यो अघिको ब्याल्कनीबाट र यहाँबाट भ्यू एउटा छ, एकदम राम्रो। अनि यहाँनिर एट्याच टोइलेट बाथरुम छ। यो पनि एकदम राम्रो, मेटेरियलहरू पनि एकदम राम्रो लगाएर, कलहरू पनि सावरहरू पनि एकदम राम्रो लगाएर राख्नु भएको छ। र टाइल्स पनि एकदम मजाको डिजाइन छ, हेर्नुहोस्। अनि यहाँबाट निस्केपछि यहाँनिर तपाईँको कमन वासरुम भयो। कमन वासरुम पनि राम्रो छ। यो चाहिँ एउटा अर्को बेडरुम हो। यो बेडरुमबाट पनि भ्यू राम्रो पाउनुहुन्छ। लोकेसन हेरी एकदम राम्रो जग्गामा छ यो फ्ल्याट। अपार्टमेन्टै हो। यहाँनिर सबै तपाईँको सिक्युरिटी गार्डहरू पनि छ। गेटेड अपार्टमेन्ट कम्युनिटी हो तपाईँको। यहाँनिर एरिया पनि एकदम राम्रो छ। यहाँनिर सबैजना नेपालीहरू यहाँनिर बस्नुहुन्छ, बुद्धिस्टहरू हुनुहुन्छ। यहाँनिर हेर्नुहोस्, यो बाटो जुन चाहिँ यो रोड देख्नु हुँदैछ, यो रोडमै छ तपाईँको। यो बिएसएफ रोड भन्छ, एकदम ठुलो रोड छ। र कम्युनिकेसनमा पनि तपाईँहरूलाई केही प्रब्लम हुँदैन। तपाईँहरूको यहाँनिर गेङटोकबाट आउनेहरू, कालिम्पोङबाट आउनुहुनेहरू, तपाईँहरूलाई अगर यहाँनिर सालुगडामा फ्ल्याट चाहिएको छ भने चाहिँ यो 2 BHK फ्ल्याट एभाइलेबल छ। र यसको तपाईँलाई म रेट पनि तपाईँहरूलाई भनिदिइहाल्छु। यसको रेट चाहिँ 45 लाख्स छ है। 45 लाख्स हो। अब तपाईँले यो रेटभित्रमा तपाईँहरूले अगर फ्ल्याट हेर्नु हुँदैछ कसैले भने यो चाहिँ तपाईँहरूले लिनु सक्नुहुन्छ। र यो फ्ल्याट चाहिँ 9th फ्लोरमा छ। यसको 10th फ्लोरसम्म हो, त्यहाँबाट माथि टेरेस हो र 9th फ्लोरमा छ। र कसै तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यो माथि दिएको कन्ट्याक्ट नम्बरमा तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ है। अनि यति भन्दै आजको भिडियोलाई यहीँ समाप्त गर्दछु। धन्यवाद।